भक्तिका दुई मार्ग, ज्ञान अनि प्रेम मार्ग, भगवत प्राप्तिको मार्ग, जसको व्याख्या, जसको महिमा शास्त्रहरूमा लगभग बराबर रूपमा नै पाइन्छ। तर पनि यी मार्गमा भिन्नता के छ अनि भक्तको लक्षण कस्तो हुन्छ, दुई मध्ये सुगम मार्ग कुन हो अनि दुवै मार्गमा बाधा के हुन सक्छन्, यो पनि चिन्तनीय विषय नै हो। उदाहरणको लागि व्यवहारिक पक्षमा हेरौँ, संसारका सबै मानिसहरूको मस्तिष्कको विकास, विचारको क्षमता, कार्यशैली एकै प्रकारको हुँदैन। कोही बौद्धिक रूपमा अघि बढेका हुन्छन् त कोही शारीरिक रूपमा, कोही कुनै क्षेत्रमा परिपक्व हुन्छन् त कोही कुनै क्षेत्रमा। भक्ति मार्गमा पनि यस्तै हो। कोही ज्ञानलाई अघि लिएर अघि बढ्दछन्, कोही सेवालाई, कोही अनन्य प्रेमको भावलाई उच्च दर्जामा राख्दछन्। अब ज्ञान मार्ग कस्तो मार्ग हो? के ज्ञान मार्गबाट मुक्ति मिल्छ त? ऋते ज्ञानन्द मुक्ति, यो वाक्य पनि सार्थक छ। गीतामा श्रीकृष्णजी भन्नुहुन्छ, नहि ज्ञानेन सदृशम पवित्रमिह विद्यते। ज्ञानको बराबर कुनै पवित्र वस्तु छैन, किनकि ज्ञानद्वारा हाम्रो अन्तस्करणको मलिनता जलेर भस्म हुन्छ। फेरि भन्नुहुन्छ, अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृतमः सर्वं ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि। हे अर्जुन, यदि तिमी सबै पापीहरूभन्दा पनि पाप गर्नेवाला छौ भने पनि ज्ञान रूप नौकाद्वारा पापरूपी समुद्रबाट तर्नेछौ। किनकि ज्ञान प्राप्त भइसकेपछि, परम तत्त्वको बोध भइसकेपछि कुनै प्रकारको आसक्ति, मोह बाँकी रहँदैन। यज ज्ञात्वा न पुनः मोह, र उसमा बिस्तारै भक्ति अनि वैराग्यको उदय हुँदछ भनेर यसरी ज्ञानको महिमा अनि ज्ञानद्वारा मुक्तिको विषयमा बताइएको छ। तर यति हुँदाहुँदै पनि ज्ञानी भक्तमा अभिमानको भाव आइ नै हाल्छ। स्वार्थ आउनु हुँदैन भन्ने बोध हुँदाहुँदै पनि परिस्थिति आएपछि कहिलेकाहीँ स्वार्थ आइ नै हाल्छ। मान सम्मान घातक हो भन्ने विवेक भइसकेपछि पनि, त्यो प्राप्त भइसकेपछि त्यसमा बगी नै हालिन्छ। त्यसकारण कहिलेकाहीँ ज्ञानी भक्तलाई ज्ञान नै पर्दा पनि बन्न सक्छ। भने अर्को मार्ग छ प्रेम मार्ग। यो मार्ग ज्ञान मार्गभन्दा अलिक सरल छ। नारद भक्ति सूत्रमा नारदजी भन्नुहुन्छ, सातु कर्म ज्ञान योगेभ्योऽप्यधिकतरा। यो प्रेम रूपा भक्ति त कर्म, ज्ञान अनि योग भन्दा पनि श्रेष्ठतम हो अनि सरल मार्ग हो। कसरी भन्दा, हामीले दुईवटा दृश्य अवश्य देखेका छौँ। बिरालोले आफ्नो बच्चालाई एक ठाउँबाट अर्को ठाउँ लगेको अनि बाँदरले। बिरालोले आफ्नो बच्चालाई एक ठाउँबाट अर्को ठाउँ लाँदा कसरी लगेको हुन्छ? उसको मुखमा आफ्नो बच्चालाई एकदम कसेर पक्रेको हुन्छ अनि अर्को ठाउँ लाँदछ। भने बाँदरले बच्चा आफ्नी आमालाई पेटमा कसेर पक्रिन्छ। एक ठाउँबाट अर्को ठाउँ जाँदा उफ्रिँदा पनि सँगसँगै हाम फाल्ने, उफ्रिने गर्दछ। अब यस उदाहरणबाट बुझ्दा जो बाँदर आफ्नी आमालाई पेटमा पक्रिएको हुन्छ, यो पद्धति हो ज्ञान मार्गको पद्धति। ज्ञान मार्गको भक्तले परमात्मालाई पक्रिनु पर्दछ, गुरुको आज्ञाको पालन गर्नुपर्दछ, किनकि त्यो तत्त्व ज्ञान गुरुद्वारा नै प्राप्त भएको हो। शास्त्र पक्रिनु पर्दछ। एक ठाउँ पनि छुट्यो कि तल झर्यो। तर प्रेम मार्गमा हामीले पक्रिनु पर्दैन, परमात्माले स्वयं हामीलाई पक्रिनु हुँदछ, किनकि यसमा पूर्ण समर्पणको भाव हुन्छ। अनन्याश्चिन्तयन्तो माम ये जनाः पर्युपासते तेषां नित्यभियुक्तानां योगक्षेममहम्यहम् भनेर गीतामा श्रीकृष्णजी बताउनुहुन्छ। ममा अनन्य भाव राखेर निष्काम भावद्वारा भजने साधक भक्तको रक्षा म स्वयं नै गर्छु। यद्यपि प्रेम मार्गमा, प्रेम भक्तिमा पनि यति त ज्ञान हुनु नै पर्दछ कि म जसको भक्ति गरिरहेको छु उहाँ नै सर्वस्व, उहाँ नै सर्वज्ञ, उहाँ नै मालिक हुनुहुन्छ भनेर। किनकि यति पनि ज्ञान भएन भने श्रद्धा उत्पन्न हुँदैन।
श्रद्धा बिना भक्ति हुँदैन। तर अद्वैत ज्ञान कठिन साधनाको भने आवश्यक पर्दैन। मात्र पूर्ण समर्पणको भाव जागृत भयो भने भगवत प्राप्ति सहजै हुन्छ। गजेन्द्र मोक्ष, माता सबरी, ब्रजका गोपी, मीरा उहाँहरूले पनि ज्ञानको कुनै कठिन साधना गर्नु भएको थिएन। अनि यो पनि देख्न सकिन्छ कि कतै कतै ज्ञानी भक्त प्रेमी भक्तको उपहास गरिरहेको, यो त झन् पतनको मुख्य कारण नै बन्न सक्छ। अनि प्रेमी भक्तमा पनि यो हुनु भएन कि शास्त्रका ज्ञान विरुद्ध नै गएर भक्ति गर्नु। तसर्थ ज्ञान बिना पनि प्रेम अन्धो हुन सक्छ अनि प्रेम बिना ज्ञान सुक्खा हुन सक्छ। ज्ञानयुक्त प्रेम अनि प्रेमयुक्त ज्ञान नै उच्च अवस्था, सर्वोत्कृष्ट भक्ति हो। जब ज्ञानीको ज्ञान नम्र हुन्छ अनि प्रेमीको प्रेम सचेत हुन्छ, यो नै सर्वोच्च अवस्था हो।